नमस्ते सबैजनाहरूमा आज म आगामी निर्वाचनको बारेमा केही कुरा भन्न गइरहेको छु। आगामी निर्वाचनमा सबै पार्टीहरूले आफ्नो एजेन्डा तथा घोषणापत्रहरू निकालेका छन्। त्यसमा कुरा के हो भने सबैले योभन्दा अगाडिको सरकारहरू र निवर्तमान सरकारहरू धेरै देखिसके र उनीहरूले गरेको कामहरू पनि देखियो। अहिलेको क्रेज हेर्दाखेरि नयाँ पार्टीलाई दिने भन्ने कुरा छ। त्यो कतिसम्म सही र गलत हुन्छ भन्ने कुरा त त्यो अबको पुस्ताहरूले हेर्नेछ। तर एउटा कुरा के छ भने अहिले गरिरहेका पुराना पार्टीहरूले भ्रममा पार्ने कामहरू गरिरहेको स्पष्ट हुन्छ। यहाँ मान्छेहरूलाई पैसाको आवश्यकता छ, वर्तमान समयमा रोजगारीको आवश्यकता छ। सिधै पैसा नभनौँ, रोजगारीको आवश्यकता छ। र यहाँ के रुमल्ल्याउन खोजिएको छ भने 10 GB डाटा दिने भनेर भनिएको छ। हरेक महिना 10 GB डाटा दिने। एउटा कुरा के बुझ्नु जरुरी छ भने मान्छे र नेट मात्रै चलाएर हुँदैन। अहिलेको जमानामा 5G को जमानामा 10 GB एक दिनमै सकिन पनि सक्छ। घरमा ल मानौँ सबैजनालाई दियो भने पनि हैन, त्यो टाइम पासको लागि होइन कि सदुपयोगको लागि कसरी गर्नुपर्छ, सिपमूलक कामहरू, त्यसलाई टेक्निकली कसरी युज गर्ने, अहिलेको आइटी इन्फर्मेसन टेक्नोलोजीको जमानामा त्यसलाई कसरी युज गर्ने भन्ने कुरा हेर्नुपर्ने हुन्छ। यदि रोजगारी दियो भने प्याट चाहिँ फ्रीमा भनेको छ, प्याट किन्नै पर्दैन। रोजगारीको व्यवस्था होस् भने त्यो प्याटको आवश्यकता हुँदैन। र यहाँ कुरा के छ भने अरू पनि $50,000 चाहिँ वर्षको दिन्छौँ भनेर भनिएको छ। यहाँ मान्छेलाई 10,000 को जागिर पाउन त कति गाह्रो भइरहेको अवस्थामा $50,000 कहाँबाट लिएर दिने? त्यसको स्रोत के हुन्छ? देश ऋण कतिमा छ र त्योभन्दा अझ झन् देशलाई ऋणमा डुबाउने कुरा हुँदैन। सिधा कुरा छ, हुने कुराहरूभन्दा नहुने कुराहरू धेरै गरिएको छ। अनि त्यसपछि यहाँ के देखियो भने घमण्ड, धेरैमा घमण्ड के देखियो भने प्रधानमन्त्री मै हुन्छु, हार्ने कुरा हुँदैन र मलाई नै प्रधानमन्त्री बनाएन भने यो देश डुब्छ जस्तो। यो कुनै डर होइन, यो धम्की होइन, कसैले डराउने काम पनि गर्नु हुँदैन। यहाँ साँच्चीकै बुझ्ने हो भने हामीले कसैको डर धम्कीमा आउनुपर्ने कुरा पनि छैन। हामीले के गर्नुपर्छ भने समग्रमा लास्टमा आएर के भन्छु भने आफ्नो मत राम्रो मान्छेको लागि हेर्नुहोस्। अहिले के छ भने राम्रो मान्छे जिताउनको लागि आफ्नो क्षेत्रमा नराम्रो मान्छे भए पनि त्यो मान्छे राम्रो माथि छ भने उनीहरूले बरु पछि पाखा लगाइदियोस्, केही भएन। तर अहिले राम्रो मान्छेको लागि हामीले सही मतको सदुपयोग गर्दै आफ्नो मतको सदुपयोग गर्नुहोला। धन्यवाद। जय नेपाल।